दशैं नजिकिएसँगै यात्रुहरूसँग बढी भाडा असुल्ने यातायात व्यवसायीहरूबाट धमाधम भाडा फिर्ता गराउँदै लमजुङ पाउँदीमा प्रहरीहरू। भाडा 745 हो, 745 × 3 गर्नु, बाँकी चाहिँ 5वटा गाडी बसबाट हामीले करिब 25 जना जतिको भाडा चाहिँ फिर्ता गरेको छ। तपाईहरुले तोकेको भाडा तिर्नुपर्छ है। तपाईले त्यो डाउट लाग्छ तपाईले चाहिँ भन्नेलाई कल गरिहाल्नुस् है, प्रश्न कल गरिहाल्नुस्। व्यवसायीहरूले अस्वाभाविक रूपमा बढी भाडा लिएर दुःख दिएमा तत्काल प्रहरीलाई 100 नम्बरमा फोन गरेर सहयोग गर्न समेत प्रहरीहरूले आग्रह गरेका छन्। ट्राफिक प्रहरीले चालक र सहचालकलाई चाडपर्वको बेला अनुशासित भएर ट्राफिक नियम पालना गरेर सवारी चलाउन समेत आग्रह गरेका छन्। सवारी चालकहरू भन्छन् अलपत्र परेका प्यासेन्जरलाई हामीले यहाँसम्म ल्याइदिएरै गल्ती गरेछौँ, अहिले भाडा बढी लियो भनेर कारबाही गर्न लगाए। दशैं तिहार जस्ता ठूला चाडपर्वहरूमा लमजुङ आउने सवारी साधनहरू काठमाडौँ, पोखरा, चितवन लगायतका सहरहरूबाट आउँदा भरिएर आउँछन्। तर यताबाट यात्रु लिन जाँदा रित्तै जानुपर्छ। यसरी यताबाट रित्तै जानुपर्ने भएकाले उताबाट आउँदा 100-200 रुपियाँ बढी नलि ल्याउनै सकिँदैन भन्छन् सवारी चालकहरू। कति रे कति रुपैयाँ एकजनाको? काठमाडौँमा हो, कति भाडा तिर्नुपर्छ? उहाँले 1000 दिनुभएको छ, उहाँले 1000 रुपियाँ उडाउनु हो। कति भाडा दिनु हो एकजनाको? ए नानीको 1000 रुपियाँ भाडा। यो बसको चाहिँ अरू भाडा त कति हो? पोखरा के अरे बेस्टर दिनुभयो उहाँले प्यासेन्जरले भन्नुभएको छ। उहाँले पनि राम्रो आउँछु। कति दिनुभयो भाडा? नानीको 1000 दिनुभयो? 3 जना कति दिनुभयो? 3000। यो नानीको 1000। हेर्नु त हजुर? यही झर्नु भयो त यो। यही झर्नु हो। घरबाट भएन? होइन। ए गुरु आबै भन्नुभयो म हामी जान्छौँ सुन्नु सुन्नु भेटिन्छौँ भनेर आफै दिनुभएको आबै हो 1000 भनेपछि दिनुहुन्न त? भाडा कति हो भनेपछि 1000 भने दिनुहुन्न? होइन उहाँले भन्नुभयो के भन्नुभयो हामी सिट हो म 1000 होइन त्यो होइन हामीलाई बढी भाडा लिन पाइँदैन। तपाईँले भाडा दर पनि टास्कमा छैन है। अहिले यस्तो होइन त सर, घरले आफै सल्लाहले आफै हामी 1000 दिन्छौँ हिँड्नुहोस् भने हामी त काठमाडौँ लोकल चल्ने होइन रिजर्भ त आउनुभएको होइन नि त तपाईँ? होइन वहीँ हो रिजर्भै भनेर आएको, वहीँबाट रिजर्भबाट हालेर रिजर्भ जुन भाडा दरभन्दा बढी लिनु भएको छ त्यो पैसा फिर्ता गर्नुहोस्। त्यस्तो होइन, भातको भातमा हामी ठिक छ भाडा 745 हो, 745 × 3 गर्नु, बाँकी चाहिँ उहाँले भनेर भने नि त 745 × 3 गर्नु, बाँकी यस्तो हो त मलाई गाडी नहुँदैन।
उहाँले आफै भन्नुभयो सिटको पैसा दिन्छु 3टा सिट मलाई दिनुहोस् भन्नुभयो हो किन सर तपाईँ भने किन डिस्कस नगर्नु तपाईँले ठिक हो भएर लिएर बोकेर आऊ नि त यहाँहरुको यस्तो भन्दै भयो गाडी न भएको गल्तीमा आएको भए नि गल्ती भयो बढी भाडा त उहाँहरूलाई हामीले राज्य खुसी गरेर हामीले लिएर आएको हामीले जबरजस्ती उठाएर लिएर त होइन नि त विशेष गर्नु परेन हामीले जबरजस्ती उठाएर लिएर आएन उहाँहरूको सहमतिले आएर हिँड्नु न पेसेन्जर छ नि कुरा गर्नु हाम्रो गाडीको पेसेन्जरहरू छ नि कुरा गर्नु यहाँ ल्याइदियो अलपत्र पेसेन्जरलाई हामीले यहाँ ल्याइदियौँ गल्ती काम हो हजुर जरिमाना के को जरिमाना हो र हामी जरिमाना त हामी सबै गर्ने कहाँबाट जरिमाना त हुँदै हाम्रो गाडीको पेसेन्जरले भनिरहेको छ हाम्रो राज्य खुसीले दिएर आएको भनेर हिँड्नु न उहाँहरूसँग कुरा गर्नु न उहाँहरूसँग कुरा गर्नु पेसेन्जरहरूसँग कुरा गर्नु न उहाँहरूले भन्नुभयो त हामी आएको त नभन्नु एउटा कुरो भनौँ यहाँ हजुरको सपोर्ट पाउनुभयो उहाँले भन्नुभयो त्यही कुरा हो हाम्रो पेसेन्जरले कुनैले केही भने गल्ती भयो हाम्रो मतलब भएन होइन हामीले यहाँसम्म अलपत्र पेसेन्जरलाई यहाँ ल्याइदिउँ हाम्रो गल्ती भयो यही नै कुरा हो बस यति नै कुरा हो अरू केही पनि हजुर नमस्ते आज चाहिँ हामीले यो चाडबाडको मौका पारेर विभिन्न यात्रुवाहक बसहरूले चाहिँ बढी भाडा लिएको जनप्रशासन प्राप्त भएको र त्यही विषयमा यो चेक जाँच तथा अनुगमन गर्न भनेर म समेतको टोली जिल्लाको प्रवेशद्वार यो पाउँदीमा हामीले ट्राफिक सहितको चेक राखेर काठमाडौँ बेसी सहर पोखरा बेसी सहर अनि नारायणगढ बेसी सहरबाट आएका विभिन्न यात्रुवाहक बसहरूलाई चाहिँ चेक जाँच गर्दाखेरि तोकिएको भाडा दरभन्दा बढी भाडा लिएको बसहरू 5वटा माइक्रो बसबाट तोकिएको भन्दा बढी भाडा लिएको पाइयो। पहिलोपटक भएको हुनाले चाहिँ उनीहरूलाई सम्झाइ बुझाइ गरेर तोकिएको दरैभन्दा बढी लिएको भाडा चाहिँ फिर्ता गरेर सम्झाइ बुझाइ गरेर छाडिएको छ। फेरि पनि यसरी दोहोरिएको खण्डमा बढी भाडा लिएको खण्डमा चाहिँ हामी कानुनी कारवाही ट्राफिक जरिवानामा जानेछौँ। पहिलोपटक भन्दा चाहिँ सम्झाइ कतिजना जतिको भाडा चाहिँ फिर्ता गरौँ? 5वटा गाडी बसबाट हामीले करिब 25जना जतिको भाडा चाहिँ फिर्ता गरेको छ। हजुर एउटा चालकको घरमा 35-40जना मान्छेहरू आउटकम लगाउँछ। तपाईँको सानो मिटिङ गर्नुभयो भने ठुलो भाडा गर्छ ठाउँ ठाउँमा घटना घटेका पनि त्यो भएर हजुरहरू जिम्मेवार भएर आफ्नो सवारी चलाउनु होला। विशेष गरी दुर्घटना हुने मुख्य कारण भनेको ओभर स्पिड, ओभरट्याक, जिगज्याग जस्ता कारणले गर्दाखेरि दुर्घटना भएका छन्। जथाभावी ओभरट्याक नगर्नुहोला, नदीमा, मोडमा, पुलमा ओभरट्याक नगर्नुहोला पहिलो कुरो। दोस्रो कुरो त्यो बाटोमा बढी स्पिड भएको कारणले गर्दा पनि दुर्घटना भएको बढी स्पिड कारणले गर्दा दुर्घटना भएको आफ्नो सवारी साधन चलाउनु होला। त्यो बाटोमा हजुर यहाँ डुङ्गेसम्म भनेको 7.5 घन्टा बढी चलाउनु होला। तर डुङ्गेभन्दा उताको अहिले नयाँ बनेको हाइवेमा 60सम्म चलाउनु होला। त्योभन्दा बढी चलाउनु भयो भने ठाउँ ठाउँमा रातो पनि भइरहेको छ, तपाईँलाई कारवाही हुन्छ। अनि दोस्रो कुरो त्यो भाडाको हकमा भाडा देखाएर मात्रै भाडा देखाएर भाडा दिनु होला। जानको लागि त्यो टोक्या हुन्छ सबै देखाउने भाडा दिनु बढी पनि दिनु छैन, कति पनि दिनु छैन भनेर भाडा दिनु होला। र त्यो बाहेक क्षमता कति हो र क्षमताभन्दा बढी आफ्नो यात्रुहरू नराख्नु होला, त्यो हितमा राख्ने होइन, ढुङ्गाएर यात्रा गर्ने जस्ता कार्यहरू नगर्नु होला। सदैव ट्राफिक नियमको पालना गर्ने, एउटा बचाउने हिसाबले आफ्नो सवारी साधन चलाउनु होला। हजुरलाई विजयादशमीको शुभकामना भन्ने चाहन्छु। कहिलेकाहीँ चाहिँ सर यस्तो हुन्छ, हजुरकोबाट केही छ? कहिलेकाहीँ यस्तो हुन्छ चाडबाडको दिनमा
एक दुईजना यताउता नि हुँदैछ त्यही सिलसिलामा म आएर त्यहीँ मुङलिनमा त्यहीँ आएर म 5-6 बजीसम्म बसेँ स्कुटीमा गाडी गरेर छोडेर आएँ त्यसपछि म गइसकेँ सरहरू आउनुभयो सबैले तपाईँहरूको मेहनतले एकदम सफलता भएर खुल्यो त्यही कारणले खुलेर कारणले आज म यता आउन पाएर यसमा आएर त्यसो हजुरको उसमा चाहिँ एकदम नम्बर छु अनि एउटा कुरा भन्नु भने बाटोको अवस्था पनि हजुर हेर्नु होला जस्तो भन्नुबाट हजुरको नाला